धरतीको स्वर्ग भनेर चिन्छौँ हामी हाम्रो देशलाई। त्यसैमाथि गोसाइँकुण्डलाई त धरतीको स्वर्गै भनिन्छ। हामीले मात्र नभई विदेशी पर्यटनले सुद्धा यसै भन्ने गर्नुहुन्छ। भगवान शिवको महिमाको रूपमा पनि पूजा अर्चना गर्ने चलन छ। धार्मिक मात्र नभई प्राकृतिक र पर्यटकीय दृष्टिकोणले समेत आजभोलि गोसाइँकुण्ड जानेको भिड पनि निकै बढेको छ। र पहिलो दिनको यात्रा हामी काठमाडौँबाट धुन्चेसम्मको हुन्छ। हाम्रो 6-7 घण्टाको राइड र धुन्चेमा गएर हाम्रो पहिलो दिनको विश्राम हुन्छ। भोलिपल्टदेखि हाम्रो पैदल यात्रा सुरु हुन्छ। धुन्चेबाट हामी घट्टे खोला देउराली हुँदै हामी पहिलो दिन चन्दनबारीमा गएर हाम्रो पहिलो दिनको बास हामी चन्दनबारीमा बस्छौँ। र तेस्रो दिनको हिँडाइ भने त्यति सहज भने छैन, किनभने समुद्रिक सतहबाट हामी धेरै माथि पुगेको भएर अलिकति असजिलो भन्ने हुन्छ। चन्दनबारीबाट लौरे बिना बुद्ध मन्दिर हुँदै फाइनली हामी गोसाइँकुण्डसम्म पुग्छौँ। र गोसाइँकुण्ड 4380 मिटरमा भएकोले एकदम अलिकति हाम्रो शरीरलाई असजिलो भन्ने हुन्छ। तर विश्राम लिँदै आरामले जानुभयो भने हामीलाई त्यति गाह्रो पनि नहोला। हुनलाई त त्यहाँ गएर हामीले नुहाउँदाखेरि पुण्य कमाउँछ भन्ने जनविश्वास पनि छ। तर सबैभन्दा पहिला आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला, किनभने समुद्रिक सतहबाट 4380 मिटरमा भएकोले यसै पनि हामीलाई असजिलो भइरहेको हुन्छ। रसुवा जिल्लाको स्याप्रो गाविसको सबैभन्दा उच्च स्थानमा पर्ने गोसाइँकुण्ड साह्रै नै मनमोहक छ। झन् यो बर्खे झरीको मौसममा र यो अहिले जनै पूर्णेको मौसम पारेर त धेरैजना जानुहुने रहेछ। यो बेलामा चाहिँ निकै नै रमाइलो हुने रहेछ। तर हुस्सुले भने जताततै ढाकेर अलिकति प्राकृतिक छटा भने हामीले अलिकति कम नै देख्ने गरेका छौँ। हजुरहरूलाई पनि जानु मन छ भने 3-4 दिनको यात्रामा हामी आरामले गोसाइँकुण्ड पुगेर फर्किन सक्छौँ।